लो लो झोलुङ्गे पुल हल्लाउँदै हो बागलुङको लो यस्तै हो हल्लाउँदा हल्लाउँदा हल्लिसक्यो हामी सबै अगाडि पछाडि मान्छे ल मान्छेको भिडभाड ल यस्तै छ रमाइलो है गाला जस्तै रमाइलो छ नि ल ल हो खिचेको हो भिडियो हो यो त हो ल अब यो पोस्ट गर्नुपर्छ नि युट्युबमा ल ल यहाँ पनि छ ल मान्छे ल हेरौँ त सबका सब ए उमेश मामा पनि दौडिँदैछ ल जाम 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 ल सबका सब कोही कता यस्तै है यात्रा हो यात्रा साथी हो के छ हो डढाई यात्रा झोलुङ्गे पोलमा दक्षिण एसियाको खतरा पुलमा खतरा हामी यो हेर तलसम्मको भिजन ए खोला बगेछ यता पनि छ ल सबैजना मुक्तिनाथको यात्रामा हो सबैजना ल आमा छोरा मुही खेल्न गए रमाइलो छ जोस् अलिअलि हिउँको अवशेषहरू बाँकी छ ल रजल पानीमा नभिज है चिसो हुन्छ त्यहाँको लिटल बोय पनि आएको छ यसमा अदरल छ अलिअलि हिउँपर्छ ल हेर्नुहोस् साथीहरू हिउँ मुक्तिनाथको मन्दिर हो यो मुक्तिनाथ डाँडाकाँडाले घेरिएछ हेर्नु आउँदैछन् कतिजनाहरू हिमालको खतममा रहेछ हिउँ हो हिउँ हेर्नुहोस् ल हिउँ खेल्दैछन् हेर्नुहोस् प्लास्टिकको शरीरमा हिउँ पानी छ माथि ल यता हेर त गजल सुनि यता हेर ल आऊ ल एउटा के डाँडा भन्ठाने तपाईँले यही हो मुक्तिनाथको मन्दिर ल हेर्नु ल माइसन पनि छ यहाँ टाइसन हेर यहाँ हो माइसन टाइसन होइन माइसन टाइसन सबै छ यता महिला उता पुरुष ल मुक्तिनाथ हिमालको दर्शन गर्नु ल हिमालमा हिउँ छ काम मेरै बुझ्दै छ हिमाल पख डाटाले बिस्तारै के भएन दिदी क्या चिसो भयो
मलाई चाहिँ नि तपाईँ हैन ए लाउनु दिदी गर्दै ओ साथी हो मुस्ताङको भ्यू मुक्तिनाथ अघि दर्शन गरियो अब मुस्ताङको यो बस स्ट्यान्ड भयो यी डाँडा पाखा हेर्नुहोस् कुसमागमा आए सबै हिमाल हो अहिले हिउँ पग्लेको स्थिति छ त्यहाँ अलि हल्का हल्का छ त्यो पनि अब यो फागुन सकेपछि लगभग चैत वैशाखमा सकिने होला अलिकति हिमालको रेन्ज यहाँ छ है अनि यो हाम्रो चाहिँ अहिले यो पिकनिकको प्रोग्राम हुँदैछ यहाँ खाना खाने अब यहाँ आज खाना पकाएर खाना खाएर जाने प्रोग्राम छ यहाँ सबै हाम्रा साथीहरू हुनुहुन्छ अनि यो हिमालहरू भ्यू हेर्नुहोस् तपाईँहरूले मुस्ताङको गजब चाहिँ कालो डाँडा जस्तो दिन्छ हिउँ भएको स्थिति छ घामको अलिक ओजेल परेकोले कालो डाँडा जस्तो देखेको छ अनि माइसन चाहिँ गाडीमा बाबा भनेर चिच्याउँदैछ हो चिच्याउँदैछ र छोरो चाहिँ अलिकति ए छोरो हो हजुर हजुर पख न यो हामी आएको गाडी हो रिजर्भ गाडी मुस्ताङको टुरिस्ट आज फागुन लगभग 3, 5, 7, 6 गते होला फागुन 6 गतेको दृश्य हो यो 3 गते टुर आएको 3, 4, 5 आज 6 हो हेर्नुहोस् मुस्ताङको मेसिनहरू चल्दैछ डाँडाहरू हेर्नुहोस् ए हिमालहरू हेर्नुहोस् ल हेर्नुहोस् साथी हो यी मुस्ताङ बस पार्क कस्तो लाग्यो त तपाईँहरूलाई मुस्ताङको पक्कै पनि प्रतिक्रिया दिनुहोला ल साथीहरू अहिलेलाई यो भिडियो यति नै हो सानो क्लिप बनाएको विस्तृत रूपले उ गरौँला है हिमाल हेर्नुहोस् कति नजिक देखिएको छ हिम रेन्जहरू हेर्नुहोस् मुस्ताङमा हामी जोमसोङभन्दा माथि हो हामी यो अहिले मुक्तिनाथको प्राङ्गणमा यो चाहिँ हामी मुक्तिनाथ जाँदाको बाटोमा रहेको रुप्चे झरना हो हामी आएर बसिरहेछौँ यो नवनिर्मित यो चाहिँ पुल भयो भवन भयो पाखै नै हुन् नेपालको सुलाएको छ आजको दिन मौसम त्यति थाहा छैन ठिकै छ यसलाई चाहिँ रुप्चे झरना भन्छ विशाल छ झरना चाहिँ माथि डाँडाबाट आएको छ देखेर पनि